हेलो एभ्रिवान, आज चाहिँ मेरो घरमा मेरो भाइ आएको छ। भाइको नाम निश्चल। हेलो गाइस। होइन, भर्खर छुट्टी आएको, मलाई भेट्न आइरहेको छ। अहिले चाहिँ दाजुभाइ एक राउन्डको लागि जाँदैछु, त्यो ग्लोभ्स साट्नु होइन, हल्का रमाइलो होइन। अगाडिको भिडियोहरू हेर्दै आउनु, किप वाचिङ। हेलो गाइस, सबैलाई फेरि पनि एकदमै वेलकम छ मेरो भिडियोमा है। आज चाहिँ म मेरो ग्लोभ्स साट्नु जाँदैछु रोयल एनफिल्डको सोरुम। आज आई हेभ टोल्ड यु अर्लियर है, म त्यो के अरे सिलिगुडी टु सोनादा आफ्नो घरतर्फ जाँदाखेरि जुन चाहिँ पानीले भिज्दाखेरि ग्लोभ्स वाटरप्रुफ भनेर मैले किनेको, तर वाटरप्रुफै थिएन क्या त्यो ग्लोभ्स। अन्त मैले अलरेडी नै बात गरिसकेको छु। मैले रोयल एनफिल्डको सोरुममा अलरेडी नै त्यसकै भोलिपल्ट कल गरेर सोधिहालेँ है, यस्तो यस्तो भएको छ, प्रब्लम यस्तो भएको छ होइन। मैले चाहिँ अब तपाईँहरूको यो वाटरप्रुफ भनेर किनेको ग्लोभ्स हो, तर यो चाहिँ 100% वाटरप्रुफ छैन। हल्का तपाईँको त्यो वाटर रेजिस्टेन्स भन्दा हुन्छ त्यसलाई, त्यो पनि फुल्ली पनि होइन। अन्त किनभने मेरोमा त अलरेडी छ मेरो राइनक्सको ग्लोभ्स, हेर्नुहोस् होइन, यति मजाको ग्लोभ्स छ होइन, लेदरको हो यो पनि। यो हुँदा त्यो किनेर त फेरि अझै एउटा थुपार्ने त खर्च गर्ने त मेरो के पोइन्टै बन्दैन। सो मैले उनीहरूलाई पनि यसरी नै सम्झाएको छु, मलाई चाहिँ आइदर रिफन्ड गरिदिनुहोस् है, आइदर मलाई रिफन्ड गरिदिनुहोस्, नभए चाहिँ मलाई वाटरप्रुफ ग्लोभ्स चाहिँ दिनु मैले भनेको छु। अन्त उहाँले रोयल एनफिल्डको स्टाफले पनि राम्ररी नै कुरा गऱ्यो मसँग। त्यही दिन हुन्छ सर, तपाईँ आउनुहोस्, एकपल्ट सोरुम आउनुहोस्, भिजिट गर्नुहोस् ग्लोभ्स लिएर, विल चेन्ज भनेको छ। लेट्स सी अब चेन्ज गरिदिन्छ कि रिफन्ड दिन्छ कि होइन, बा आई हेभ टु वेट, उनीहरूकोमा स्टक छ छैन, लेट्स सी के हुन्छ। अहिले चाहिँ म चम्पासरी आइपुगेँ। अब यहाँ अलिकति हल्का ट्राफिक हुन्छ हो। हामी चाहिँ अहिले रोयल एनफिल्डको सोरुम पुग्यो है। लेट्स सी योहरूले के भन्छ, साड दिन्छ कि साड दिँदैन। ल आपको मेरे बोला नहीं, बोला 100% वाटर है, आपने बोला हाँ, इसलिए मैं लिया, नहीं तो मेरे पास ऑलरेडी ये ग्लव्स था, तो मैं दूसरा ग्लव्स ही लिया। राइट नाउ एट द मोमेन्ट चाहिँ हामीले एकछिन बस भनिरहेको छ है। हेरौँ अब कति बस्नुपर्छ, के हो कसो हो। लेट्स सी, म तपाईँलाई अपडेट दिँदै गर्छु है। अब यसमा हामी अटोमेटिक क्लेम प्रोसेस गरेर हेर्छ, कम्पनीबाट के जुनै पनि रिप्लाई आउँछ हामी तपाईँलाई अब त ल म त्यो पनि अग्री गर्छु, केही छैन होइन। तपाईँहरूलाई बुझ्छु, तपाईँहरूको पनि केही गल्ती छैन, युआर जस्ट स्टाफै हो बेस्टली होइन। तर मलाई यो कुपनको उत्यो चाहिँ नदिनुहोस् है फेरि, कुपन चाहिँ लिँदिनँ। कि त मलाई कि त 100% वाटरप्रुफ ग्लोभ्स चाहिँ दिइदिनुहोस्, या त मलाई रिटर्न गरिदिनुहोस्, दुईवटामा एउटा है। अहिले घरि चाहिँ रोयल एनफिल्डले मलाई के भनेको छ भन्दाखेरि वारेन्टी क्लेम गरिदिन्छ अरे उनीहरूले, भोलिभित्र मलाई अब के कसो छ अपडेट, त्यसको अपडेट दिइहाल्छ होइन। त्यो लेट्स सी अब। तर मैले उनीहरूलाई क्लियरली भनेको छु कि त मलाई 100% वाटरप्रुफ ग्लोभ्स चाहियो है, आइदर मलाई कि त पैसा चाहियो, फुल रिफन्ड चाहियो है मेरो ग्लोभ्स। अब लेट्स सी, यिनीहरूले चाहिँ कुपन दिन्छ के भन्छ चाहिँ मैले कुपनमा चाहिँ अग्री गरेको छैन है, किनभने यहाँनिर स्टकमा छैन पनि अरे रोयल एनफिल्डको वाटरप्रुफ ग्लोभ्स होइन। म त्योभन्दा लेस प्राइसमा म राइनक्सबाट पनि लिइहाल्न सक्छु, किन राइनक्समा पनि ग्लोभ्सहरू सस्तै छ। मलाई अलिकति यहाँनिर एक्सपेन्सिभ पनि लाग्यो, तर कोही बात छैन, ठिकै छ। लु अहिले चाहिँ म रोयल एनफिल्डको सोरुमबाट निक्लेँ है। फाइनली चाहिँ के भयो, फाइनल कुरा सुरुमा के भयो भन्दाखेरि
उनीहरूले चाहिँ भन्छ कि त यो ग्लोभ्सको प्राइसको चाहिँ सामान लैजा भन्छ, अरू सामान क्या हो। प्यान्ट लानु अरे, प्यान्ट छ अरे उनीहरूकोमा होइन, राइडिङ प्यान्ट कि राइडिङ सुज लानु अरे के लानु अरे। अब मलाई त्यो चाहिएको होइन नि त, मलाई अहिले घरि अब एक त मेरो छुट्टी सकिनु आँट्यो होइन, त्यो राइडिङ प्यान्ट राइडिङ सुज किनेर म के गर्नु भने घरमै थन्काउनु मात्रै हो। मलाई त अहिले त मोस्ट इम्पोर्टेन्टली चाहिएको त वाटरप्रुफ राइडिङ ग्लोभ्स हो नि त, किनभने म हिँडिरहनुपर्छ यताउता होइन, त्यसको लागि एकदम ग्लोभ्स हात भिज्दैन, चिसो हुँदैन। र पनि उनीहरूले मेरोबाट अकाउन्ट डिटेल्सहरू चाहिँ लगेको छ। उनीहरूले भोलिभित्रमा म तपाईँलाई अपडेट दिन्छु सर, के हुन्छ कसो हुन्छ। यदि रिफन्ड गर्नु भने म डाइरेक्टली तपाईँको अकाउन्टमा रिफन्ड गरिदिन्छु त भनेको छ। लेट्स होप फर द बेस्ट है। मैले तर उनीहरूलाई क्लियरली भनिदिएको छु, मलाई त्यो कुपन दिने सिन है, उनीहरूले पहिला चाहिँ मलाई कुपन लानुहोस् न सर यही दामको भन्दै चाहिँ म कुपन लाने सिन, त्यो वेट गर्ने सिन, तपाईँको अहिले स्टकमा छैन बादमा स्टक आएपछि म तपाईँलाई दिन्छु त्यो भन्ने सिन चाहिँ मलाई नगर्नुहोस्। कि त मलाई नयाँ 100% वाटरप्रुफ ग्लोभ्स दिनुहोस् आज तपाईँहरूले पहिला भनेको, या त मलाई रिफन्ड गरिदिनुहोस्, दुइटामा एउटा है। मैले त्यही भनेको छु। अब ओके त भनेको छ, लेट्स सी के हुन्छ। राइट नाउ अहिले घरि चाहिँ हामी जाँदैछु फेरि पनि गुल्मापट्टि। म भाइलाई लगेर जाँदैछु। तँ गुल्मा गएको छस् भाइ पहिला? फर्स्ट टाइम है? मजाको छ हिँड्न, एरियाहरू मजाको छ क्या, एरियाहरू मजाको छ त्यो एरिया। होइन त्यस्तो छैन, मलाई चाहिँ पौडी भन्दै है। भाइ चाहिँ एकदम स्विमिङको फन्ड हो नि त होइन। ब्लू माउन्टेनमा 5 घन्टा 6 घन्टा स्विमिङ मात्रै हानिदिन्छ यसले। आम्मा यहाँ खतरा डान्स हुँदैछ फेरि। खतरा बिहा होला। आम्मा हेरिहाल्नुहोस् गाइस। खतरा डान्स हुँदैछ, खतरा डान्स होइन। दिस इज सिलगढी। बेहुला बेहुली जाँदैछ पर। कडा छ। हाम्रो यिनीहरू चाहिँ लोकल ट्राफिक पुलिस यसरी छ। ट्राफिक पुलिसहरू यसरी बस्दिन्छ। सब सानो गाँठेको पनि छ त गाई पनि है। हेर्न